हुन्छ अरे हात्ती। बुझ्नुभयो? हात्ती स्पर्श सुखले मुक्त हुन्छ र हात्तीलाई मार्नु पर्यो अथवा समाउनु पर्यो भने के गरिन्छ भने पर नक्कली हथिनी बनाएर राखिन्छ। तल खाल्टो खनेर नक्कली हथिनी बनाएर राखिन्छ अनि घाँस पनि हुन्छ। त्यो हात्ती स्पर्श सुखले कामारत हुन्छ र त्यो हथिनी नक्कली हो भन्ने पनि उसलाई ज्ञान हुँदैन र कुदेर जान्छ हथिनीका छेउमा कुदेर जान्छ। तर खाल्टो छ तल, त्यही कुदेर उसलाई भेटाउँछु भन्दा भन्दै खाल्टामा पसेर उसको प्राण त्याग हुन्छ भने हात्तीका जस्तो स्पर्श सुखमा नि तपाईँ हामी मग्न हुँदा हुँदैन। स्पर्श सुखले नि मान्छेलाई अन्धो बनाउँछ, अन्धो हुन्छ क्या, विवेक हुँदैन। त्यसै कारण हात्ती जस्तो स्पर्श सुख नगर्नु। अब फेरि अर्को भगवानले 14मा मौरीलाई पनि आफ्नो गुरु मान्नुभएको छ। मौरी कस्तो छ भने उसले थोरै त्यो मौरीको मुखमा कति मह आउला विचार गर्नुहोस् त। कति मह आउँछ, कहाँ कहाँ फुलमा पुगेर मह लिएर आउँछ, रस लिएर आउँछ र उसले के बनाउँछ? मह त्यो चाका बनाउँछ होइन, महको चाका बनाउँछ। त्यसमा रस टलपल हुन्छन्। उसका साना मौरी पनि हुन्छन् होइन, त्यो आँखा नउम्रेका मौरीहरू, ती बच्चा पनि हुन्छन्। तर न त ती बच्चाले खान पाउँछन् न त आफूले नै खान पाउँछ। त्यसले जम्मा गरेको मह आएर खाने, जब मह भरिन्छ, जब मानवहरू जान्छन् त चट्ट काटेर ल्याएर खान्छ। हो कि होइन भन्नुहोस् त? मह ल्याएर आउँछौँ हामी, कति स्वार्थी छौँ भने उसले जम्मा गरेको त्यो महलका मुखबाट ल्याएको कति मह होला, त्यही पनि हामी तोडेर ल्याएर खान्छौँ। मौरीले खान पाउँदैन। मौरीले न त्यो मह खान पाउँछ न उसका बच्चाले नै खान पाउँछन्। जम्मा गरेको छ कति समय लाएर, करिब 3 महिना लाएर जम्मा गरेको मह अर्काले खाइदिन्छन्। त्यसै कारण तपाईँ हामी धन सङ्ग्रह गरेर नराख्नु। धन छ भने कोही दान दिनु, कुनै उपकारी कार्यमा लगानी गर्नु। आफूलाई जति आवश्यक छ त्यति मात्रै स्टक राख्नु। धेरै जम्मा गर्यो भने आगलाई हुन्छ। के मौरीका महका झैँ अर्काले लैदिन्छन् कि आगोलाई हुन्छ। धेरै असत्य गरेर पनि धन नथुपार्नु। असत्यको धन कि अग्निले खान्छ, कि जलमा डुब्छ, कि सरकार लाउँछ, कि चोरले लाउँछन्। कृष्ण कन्हैया लाल की